बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, सङ्घं शरणं गच्छामि। नमस्ते एभ्रिवान। आजको भिडियोमा हामी कुरा गर्न जाँदैछौँ अथवा बुद्ध धर्मावलम्बी के तपाईँ बुद्धिस्ट हो या होइन भन्ने बारेमा चर्चा गर्नेछौँ। आउनुहोस्। पछिल्लो समय बुद्ध धर्मावलम्बीहरूको जनसङ्ख्या एकदमै धेरै नै बढेको छ। 2010 को डेटा हेर्ने हो भने 2024 अथवा 25 सम्म आउँदा एकदम धेरै नै बढेको पाइन्छ। के तपाईँ साँच्चीकै बुद्धिस्ट हो त? तपाईँले आफूलाई के कारणले बुद्ध धर्मावलम्बी अथवा बुद्धिस्ट भन्नुहुन्छ त? समाज अथवा गाउँठाउँमा हामी के पाउँछौँ भन्दा हामी बुद्धिस्ट हौँ, किनभने हामी हाम्रो घरमा लामाहरू पढाउँछौँ र लामाहरूलाई ल्याएर पूजा गराउँछौँ, त्यसैले हामी बुद्धिस्ट हो भन्नेहरू धेरै नै छन्। र अर्को कुरा, हामी तामाङ, शेर्पा, गुरुङ, मङ्गोलियन जातिका मानिसहरूले आफूलाई बुद्धिस्ट भन्दै गरेका छौँ, बुद्धिस्ट भन्ने गरेको छौँ, किनभने हाम्रो बाजे बोजूदेखि लिएर जुजु बाजेसम्मका नातागोताहरू बुद्धिस्ट थिए। तर उहाँहरू, तपाईँको नातागोताहरू, तपाईँको पुर्खाहरू के साँच्चीकै बुद्धिस्ट थिए त? उहाँहरूमा बुद्धिस्टमा हुनुपर्ने गुणहरू थियो या थिएन? र तपाईँले आफूले अहिले बुद्धिस्ट भन्नुहुन्छ, तपाईँमा बुद्धिस्ट धर्मावलम्बीमा हुनुपर्ने गुणहरू छ या छैन? बुद्धिस्ट अर्थात् बुद्ध धर्म। बुद्ध धर्मलाई सरल भाषामा बुद्ध अर्थात् जित्नु अथवा हराउनु, बौद्ध गर्नु बुझिन्छ भने धर्मलाई अहिले बाटोको रूपमा लिँदा फरक नपर्ला। केलाई जित्ने हो त? कसलाई हराउने हो त भने आफूमै भएको, आफूभित्र भएको रिस, राग, डाह, मोह इत्यादि कुराहरूलाई त्याग्नु अथवा जित्नु अथवा हराउनु, बुद्धको शरणमा जानु र बुद्धले देखाएको मार्गमा हिँड्नु बुद्ध धर्मावलम्बीहरूको सामान्य विशेषताहरू हुन्। र बुद्ध धर्मावलम्बी हुनुलाई सर्वप्रथम त्रिरत्नको शरणमा जानु एकदमै जरुरी छ। के हुन् त त्रिरत्न? बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्न। र नाङ्पा अर्थात् बुद्धिस्ट फिलोसफीमा हामी बुद्धिस्टको अर्थ अथवा फुल फर्म के पाउँछौँ भन्दाखेरि, बुद्धिस्ट ग्रन्थहरूमा हामी के पाउँछौँ भन्दाखेरि तावाकाता किछाकैसी खेलिङ्पा अर्थात् 4 आदेशहरू अथवा 4 गुणहरू अपनाउनु नै बुद्ध धर्मावलम्बीहरूको मूल विशेषताहरू हुन्। के हुन् त यी 4 विशेषताहरू? बुद्धिस्ट ग्रन्थहरूमा के पाउँछौँ भन्दाखेरि दुजे थम्चे मितकपा, साक्षे थम्चे दुङ्गलवा, छो थम्चे तोङसिन ताग्मेपा, न्याङले देवानी शिवा हो। अर्थात् दुजे थम्चे मितकपा संसारिक विषयवस्तुहरू सम्पूर्ण अनित्य हो। 2 नम्बरमा रहेको छ साक्षे थम्चे दुङ्गलवा, अज्ञानताले सिर्जना गरिएको विषयवस्तुहरू सम्पूर्ण दुःखको हेतु हो। 3 नम्बरमा रहेको छ छो थम्चे तोङसिन ताग्मेपा, अर्थात् सम्पूर्ण धर्मको प्रतीक अनित्य हो। लास्टमा रहेको छ न्याङले देवानी शिवा हो, अर्थात् दुःखबाट मुक्त हुनु नै महापरिनिर्वाण हुनु हो। हामी बुद्ध धर्मावलम्बीहरूले बुझ्नै पर्ने कुरा, आफूमा भएको रिस, राग, डाह, मोह क्लेशहरू हटाउन एकदमै जरुरी छ। र अर्को कुरा, संसारमा भएको सम्पूर्ण प्राणीहरू आफ्नै आमा बुबासरी ठान्नु पर्दछ अथवा मान्नु पर्दछ। सम्पूर्ण दुःखको जरा क्लेश हो। यदि तपाईँ सुख चाहनुहुन्छ भने आफूमा भएको क्लेश हटाउन एकदमै जरुरी छ। आफूमा भएको क्लेश हटाउन बेसिकली 2वटा तरिकाहरू छन्, 2वटा उपायहरू छन्। के हुन् त त्यो उपायहरू? पहिलो उपाय रहेको छ आफूमा करुणा जागरित गर्नु र अथवा आफूमा करुणा उत्पन्न गर्नु हो। र अर्को कुरा भनेको अज्ञानताले सिर्जना गरिएको सम्पूर्ण विषयवस्तुहरू दुःखको हेतु हो अथवा अनित्य हो भनेर बुझ्न एकदमै जरुरी छ। अन्त्यमा यदि तपाईँ बुद्ध धर्मावलम्बी हुनुहुन्छ भने दिनमा एकचोटि साङ्गेललाई क्याप्सोङ छियो, छोलाई क्याप्सोङ छियो, घेदुनलाई क्याप्सोङ छियो, अर्थात् बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, सङ्घं शरणं गच्छामि भनेर जप्ने गर्नुहोस्। राति सुत्दा या बिहान उठ्दा गर्दा पनि फरक पर्दैन। यदि तपाईँले दिनमा एकचोटि यो मन्त्र जप्यो भने तपाईँ त्रिरत्नको शरणमा गए जति नै हुन्छ भन्दै आजको भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद।